डाक्टर निकोलस भुसालको आमरण अनसन आज 8औं दिन पुगिसकेको छ। अहिले पनि अनसन चाहिँ निरन्तर चलिरहेको छ। उहाँले आफ्नो मागहरू राखेर चाहिँ जुन अनसन बसिरहनु भएको छ, माग पुरा नभएसम्म चाहिँ त्यसलाई तोडिदिनु भन्नुभएको छ। जाडो भएको हुनाले चाहिँ यहाँ घुम्टो जस्तो भित्र बस्नुभएको छ। उहाँ यहाँ विभिन्न ठाउँबाट साथीहरू आउनुभएको छ एकबद्धता जनाउनको लागि। युवा साथीहरू बाक्लो उपस्थित हुनुहुन्छ। यता युट्युबे साथीहरू पनि प्रशस्तै हुनुहुन्छ यतापट्टि होइन। यहाँ अधिवक्ता दिनेश त्रिपाठीज्यूलाई नि अर्को भर्खरै यहाँ मैले देखेको थिएँ। विभिन्न ठाउँबाट आउनुभएपछि युवा साथीहरू एकबद्धता जनाउनलाई। निकोलसजीको आज चाहिँ 8औं दिन चलेको छ र सरकारको पक्षबाट पनि पहल चाहिँ भइरहेको छ भन्ने कुरा आएको छ। निकोलसजी अहिले है घुम्टोभित्र बसिरहनु भएको छ। स्वास्थ्य अवस्था निकै नाजुक छ भन्ने सुनिएको छ होइन। हामीहरूलाई चाहिँ अहिले हेर्न दिएको छैन। अहिलेलाई यति नै, फेरि अपडेट गर्दै गरौँला। हस्त नमस्ते।